हेलो गुड मर्निङ नमस्ते म जिभी मोबाइल पोइन्ट धनगढी क्याम्पस सुट गुरेचुकको तर्फबाट आज हामीसँग छ कुलप्याड कम्पनीले भर्खर मात्रै बजारमा निकालेको कुलप्याडको X100 मोबाइल। यो मोबाइल हाम्रो एकजना भाइले आफ्नो लागि सरल किस्ताबन्दीमा लाँदै हुनुहुन्छ। उहाँ भाइले हाम्रो पसलमा धेरै मोबाइल हेर्नुभयो, उहाँलाई चाहिएको रहेछ गेमिङ फोन, सस्तो मूल्यमा राम्रो फोन। विशेष गरेर कुलप्याडको X100 चाहिँ यो गेमिङ फोन हो। गेम खेल्नको लागि एकदम राम्रो फोन छ, सस्तोमा राम्रो, ह्याङ पनि नहुने। कुलप्याडको X100 मा 6.7 इन्चको आइपिएस एलसिडी 120 हर्ट्जको यसमा रिफ्रेश रेट छ भने 1080x2400 को यसमा पिक्सल रहेको छ। र X100 मा चिपसेट चाहिँ मिडियाटेक हेलो G99 6nm को प्रयोग गरेको छ, जुन चाहिँ गेमको लागि एकदम राम्रो छ। जुनै गेम खेल्दा पनि ह्याङ हुँदैन, मजाले चल्छ। र कुलप्याडको X100 मा 8GB ऱ्याम छ भने 256GB मेमोरी रहेको छ। र यो मोबाइलमा मेन क्यामेरा 108 मेगापिक्सल छ भने अर्को 5 मेगापिक्सल छ, अर्को चाहिँ 2 मेगापिक्सल छ। र फ्रन्ट क्यामेरा चाहिँ 32 मेगापिक्सल छ। कुलप्याडको X100 अहिले हाम्रो जिबी मोबाइल पोइन्टबाट गेमिङ फोनको लागि सस्तोमा राम्रो फोन किन्नेहरूको लागि हामीले यो कुलप्याडको X100 फोन दिइरहेछौँ। र यो मोबाइलमा 5000 mAh को पावरफुल ब्याट्री छ भने 33 वाटको चाहिँ फास्ट चार्जिङ पनि दिएको छ। र कुलप्याडको X100 मा साइडमा फिङ्गरप्रिन्ट छ, लुक्स पनि एकदम राम्रो छ, सेम आइफोन जस्तो छ, देख्न सक्नुहुन्छ। यसमा 3टा क्यामेरा छ, स्टाइलिस लुक्समा छ। र एउटा चाहिँ यो क्रिम कलरमा छ भने एउटा चाहिँ ब्ल्याक कलरमा रहेको छ, देख्न सक्नुहुन्छ। एकदम राम्रो मोबाइल छ र यसको मूल्य जम्मा 24000 रुपियाँ मात्रै रहेको छ। हेर्नुहोस् त, 24000 मा 8GB ऱ्याम भएको, 256GB मेमोरी भएको र गेमिङ फोन, यतिको फिचर भएको अरू फोन किन्नु पर्यो भने लगभग 40,000 भन्दा माथि पर्छ। र कुलप्याडले जम्मा 24000 मा गेमिङ फोन लिएर आएको छ। त्यो कुलप्याड कम्पनीको कुलप्याड X100 फोन तपाईले सरल किस्ताबन्दीमा लान सक्नुहुन्छ। यसको लागि दुईजना मान्छे स्वयं पसलमा आउनुपर्छ र दुवैजनाको नागरिकता भइसकेपछि यो मोबाइलको रकमको 40% यानी कि 24000 को 40% भन्नाले 9600 रुपियाँ तिरेर तपाईले यो फोन लान सक्नुहुन्छ भने मोबाइलको किस्ताको अवधि रहनेछ जम्मा 6 महिनाको र तपाईले मासिक रु 2400 रुपियाँ तिर्नुपर्ने छ 6 महिनासम्ममा। कि तपाईलाई पनि किस्तामा मोबाइल चाहिन्छ भने जिबी मोबाइल पोइन्टमा आउनु होला। पहिला व्यापार अनि मात्रै व्यापार। जिबी मोबाइल पोइन्ट।